ट्याक्क ड्युटी सक्यो यस्तो मजाले हिउँ पऱ्यो कि टोनी हिजो राति त यस्तो बवाल भएको छ यहाँनिर बाटो यस्तो छ होइन अब म चाहिँ आज गाडीमा जान्थेँ सधैँ आज चाहिँ म हिँडेर जान्छु मेरो काम चाहिँ यहाँनिर हो कहीँ हिँड्छु अब गाइज होइन यसो मलाई रमाइलो लाग्यो त अब हिँडेर जाँदा 20 मिनट जति लाग्छ होला अब हेरौँ लेट्स सी तर यस्तो बवाल देखिन्छ यार यहाँनिर हिउँ पर्दाखेरि त थाहा नै थिएन क्या वाउ म चाहिँ काम गरेँ उतै पसल हो भने अब चाहिँ त्यो पसल मैले ढाक्क छोडेँ हिजो बेलुका 10 बजीदेखि छिरेको बिहान 7 बजीसम्म काम हो 7 बजीसम्म काम भने निद्रा लाग्यो केही आँखामा चुरुक्क निद्रा लागेको छैन यार के हो निद्रा लाग्न छोड्यो क्या बानी पऱ्यो क्या अब त अब त्यो पनि हेर्दै जाऊ होइन बानी पनि परेर जाला त्यति बानी परे जस्तो लाग्दैन कहिले काहीँ झुक मिलाइन्छ यस्तो छ कि क्या बवाल देखाएको छ क्या अब त्यो पनि म सधैँ गाडीमा जान्थेँ आज हिँडेर जान लागिरहेको छु त्यो ट्राफिक लाइन पनि यस्तो हावा बेला बलिन्छ भने भर्खर बलेको साह्रो टाइम लाग्छ यहाँनिर अलि हाइवे ठुलो हो यो गाडी साइड जान टाइम लाग्छ यता बलिरहेको छ बल्ल त जाउँ क्या हो त्यहाँ गएर त जाउँ क्या हो ल यता भयो भने गइदिउँ नि त अब चाहिँ यताको नि बल्ने सम्भावना छ है ल पिलिक गऱ्यो दौडेँ होइन गाइज अब चाहिँ म यो बाटो सडक जाने हिउँमा खेल्दै कहाँ गएर चिप्लिन्छ थाहा छैन तर कस्तो बवाल रमाइलो फिल भइरहेछ म चाहिँ हिँड्दै चल्दै अब यस्तो हेरौँ यहाँको भ्यू हेरौँ भनेर यस्तो बाटो हिँडेको अब म लडेँ भने भरे काम जानु सक्दिनँ फेरि हिउँ त फेरि चिप्लिन्छ नि त अब त्यति हामीलाई हिउँमा बस्या पानी पनि छैन केही नि छैन होइन यस्तो बवाल देखेको छ कि यहाँको भ्यू फेरि म कति यो बाटो जब 2 चोटि मात्रै हिँड्यो होला क्या साह्रो बसमै 10 मिनट लाग्छ हिँडेर त 20 मिनटमा पुग्न त तर हेर्दै जाउँ कस्तो देख्छ लेट्स सी यस्तै भएको छ क्या फेरि यो यहाँ त पिच भएर होला यो सबै गइसक्यो साइकल हिँडेर कस्तो चिप्लो होला साइकल चलाउँदाखेरि चाहिँ यहाँनिर चिप्रे क्या यस्तो र गाडी त केही देखेको छैन त ओ कत्रो भएको हिँड्नु पऱ्यो फेरि यता यस्तै छ यहाँनिर चाहिँ अब रुगु मामहरू गर्नु पर्दैन किनभने यहाँनिर चाहिँ अब गएको एरिया हो यो चाहिँ यहाँ चाहिँ अब बच्चाहरू आउने यताउता भनेर ट्राफिक लाइन राख्यो भने गाडीले आफै नियम पालना गरेर रोक्छ क्या यहाँनिर त यो जापानिज हो नि त यहाँनिर यस्तो बवाल हुन्छ यिनीहरू फेरि अनुशासित हामी जस्तो नेपाली होइन हाम्रो त मतलब भन्दाखेरि जाने रुल्स तोडिदिइहाल्छौँ रुगु मामर नाइ त निहन निसुन्देहरूबाट हामी देखिन यो लगाइ चाहिँ मेरो पनि यस्तो हात पनि चिसो हुँदै गयो मास्क पनि फेर्दै आएँ मैले काम गर्ने ठाउँमा टोपी लाउनु थालेँ तर मैले छाता बोकेर चाहिँ आउनु पर्थ्यो छाता बोकिन फेरि यस्तो तनाव होला जस्तो यार अब हिउँ पर्न लाग्यो फेरि वेलकम माई युट्युब च्यानल एसआर स्मार्ट टिप्स म चाहिँ पहिल्यै सोचिरहेको थिएँ कि अब एउटा अलिकति मोबाइल सबैले किन्यौँ अनि त्यहाँबाट चाहिँ टक्क भिडियो युट्युबमा भिडियो हाल्छु किनभने मेरो अलरेडी 1000 सब्सक्राइब त गरिसकेको छ तर उयो वाच आवर चाहिँ कमेन्ट भएको छैन त्यसलाई मोनिटाइज गर्छु भनेर पहिल्यै जापान आउँदादेखिको सोच थियो त्यतिखेर मोबाइल पनि गतिलो थिएन टाइम त थियो तै पनि अब त्यति जागर पनि लागेन अब चाहिँ यसो गरौँ कि भन्ने सोचिरहेको छु होइन हेर्दै जाउँ अब के हुन्छ तर आजको भिडियो चाहिँ म हाल्छु मेरो यहाँ टक्क ग्रिन लाइट बल्यो सर्क जान्छु अब यस्तो गाडीहरू हिँडेको छ मजाले तर यस्तो हिउँमा पनि यार यहाँ तर पिचको हिउँ त सिधै जाँदो रहेछ पक्रिँदैछ नत्र त यार माथि त हिजो बेलुका त म फेरि काम भए पनि होइन कोही आएन कस्टमर फेरि हिजो हिउँ परेर पनि होला अहिले अलि माथि गाउँ जस्तो ठाउँ छ त्यहाँबाट चाहिँ भएर कोही पनि त्यति मान्छे ग्राहकहरू पनि आएन त्यति उकाको सामानहरू पनि आएनन् होइन अनि म चाहिँ के गर्ने भन्दा बाहिर निस्किने खुर्र जाने हिउँ खेल्ने अनि निद्रा लागेको छ निद्रा कसरी भगाउने भन्दाखेरि टक्क दौडिने अनि हिउँ हातभरि बोक्ने क्या फेरि हातभरि हिउँ बोक्ने आउने अनि यसो खेल्ने अनि चल्ने त्यसो गरेर गयो हिजो राति होइन कहिलेकाहीँ चाहिँ साह्रो निद्रा हानिदिन्छ क्या अब बिहान अब यतिर फेरि निद्रा छैन अहिले यस्तो फ्रेस छु म है एकदम मजाले क्या रातभरि सुतेर आए जस्तो भइरहेको छु कहिलेकाहीँ फेरि यस्तो हुन्छ रातिको त 3-4 बजीतिर चाहिँ त्यो साह्रो त्यो अलि निन्द्राले खतरा हान्ने कुरा हुँदो रहेछ नि त अब मलाई मात्र हेर्नु सबलाई त्यस्तै हुन्छ होला सायद नाइट काम गर्नेलाई अब यहाँ हेरेर यस्तो मजाले चाहिँ यहाँ लसुन रहेछ एउटा म खासै यो बाटो त्यति हिँडेको छैन हप्ता एकचोटि मात्रै आउँछु काममा यता चाहिँ त्यही भएर हेर्दै जाउँ बाटो कस्तो छ भनेर म चाहिँ यसो रमाइलो गरौँ न भनेर हिँडेको हो एक्लै छु भने त रमाइलो चाहिँ के गर्नु अनि 2-4जना साथीहरू चाहिँ रमाइलो हुन्थ्यो होला नि ठिकै छ नयाँ लु हालेको छ यस्तो बवाल भएको छ है अब साथीहरू होइन मेरो युट्युब च्यानल यसो सब्सक्राइब गरिदिनु होला
म चाहिँ यसो रेगुलर एउटा केही कन्टेन्ट बनाएर हाल्ने कोसिस गर्नेछु। अब आज चाहिँ म खासमा कहाँ छु भने लगभग यो त साइतामाको नजिकतिर पर्छ होला। साइतामाको नजिक नारीमास एकीबाट अलिकति माथि यो चुवा भन्ने ठाउँमा छु क्या। म चाहिँ मैले काम गर्ने ठाउँ चाहिँ यो चुवा हो। त्यहाँ आइरहेको छु काम गर्न। अनि यस्तो छ यहाँनिर यस्तो बवाल घरहरू यस्तो बवाल भएको छ है। गाडीहरू पनि टक्क बसिरहेको छ। के भएको यसलाई चाहिँ थाहा भने यो ग्रिन लाइट गरेर बसेको होला सायद होइन। पेट्रोल पम्प रहेछ। जापानमा पेट्रोल पम्प चाहिँ यस्तो हुन्छ है। पेट्रोल पम्पमा चाहिँ ट्याक्टर धेरै गाइज है। नेपालमा हुँदाखेरि बरु गाडी चलाइन्थ्यो, गाडी साडी पनि बुढाइएको थियो, सकिन्थ्यो। अब जापानमा पनि एउटा गाडी चलाएर हिँडेर एउटा सपना त छ होइन। तै पनि अब यो स्टुडेन्टलाई जिन्दगी यता पैसा उता पैसा पैसाले कहिले पुग्दैन। त्यही भएर नि गाह्रो छ गाइज। म आज यही बाटो जाउँ कि जस्तो लाग्छ, तर बाटो यो गएर मैले चिने जस्तो लाग्दैन। यतै जाउँ तल गएर साइडमा जाने बाटो होला सायद। यहाँ यो चाहिँ 9 बजीदेखि 9 बजीसम्म खोल्ने पसल रहेछ। ओसा यस्तो छ यार। ओ हिउँले मेरो हातमा नि कस्तो ठिरायो क्या। फेरि आज पन्जा त छैन ब्यागमा। ब्याग बोक्छु फेरि ब्यागमा यसो सामान हाल्नुपर्छ भने ब्याग स्याग चाहिँ बोक्छु। यहाँ यस्तो छिरिदिउँ न। अब जान्न हाइवे पनि हाइवे जानु झ्याउ लागेको छ। यस्तो बवाल देखेको छ भित्रभित्रको घर। अनि कहाँ हाइवे जान्छु त म यार। यस्तो भ्यू हेर्ने हो नि त यहाँनिर त अब, नत्र कहाँ आउँदिँदै हिँडेर। त्यस्तो क्या। अब हिजो अस्ति पहिलेदेखि क्या युट्युबमा भिडियो हाल्ने सोचिरहेको क्या। अब हाल्न त हाल्ने। अब भिडियो पनि खासै कतिले आउन्न त्यति। अब खासै बनाउनु जानिन्न क्या। फेरि अब हालेर मात्र के गर्नु। अब न भिडियो क्वालिटी राम्रो छ न साउन्ड न केही बोल्न आउँछ। त्यतिकै हालेर पनि भएन। तर एउटा मोबाइल अलिकति खालको किनेर चाहिँ हाल्छु भने पनि सोच्थ्यो। किनभने अलि अगाडि नै किनिसकेको थिएँ। तर के हाल्नु अब त्यही त हो नि। अब हाम्रो जापानिज लाइफ अब यता काम भन्यो दौड्यो, फेरि गएको भनेर दौड्यो। अब सुत्ने भनेको 2-3 घन्टा हो। यसो आएर सुत्यो। सुत्न पनि पाइनँ कहिले काहीँ त फेरि घरमा डिस्टर्ब त्यस्तै भइहाल्छ होस्टेलमा बसेपछि। त्यही भएर नि अलिकति गाह्रो भएर हालेको नि थिएन। अब चाहिँ अलिक पछि चाहिँ रेगुलर हाल्छु कि भन्ने एउटा सोचिरहेको छु। किनभने एउटा सानोतिनो युट्युबमा रमाइलो गर्ने क्या। अब त्यो पैसा कमाउने एउटा हिसाबले त होइन, एउटा रमाइलो कि रमाइलोको लागि पनि हाल्नु चाहिँ मेरो पहिल्यै रहर क्या। त्यही भएर नि मैले एउटा भविष्यमा युट्युब चाहिँ चलाउँछु भनेर सोचले चाहिँ पहिलेदेखि युट्युब च्यानल अकाउन्ट बनाएको थिएँ। सब्सक्राइबरहरू बढाएर राखेको थिएँ। अनि त्यही अनुसारको चाहिँ मैले अब पछि गरौँ न त कुनै पनि केही गरियो भने भन्ने सोचिरहेको थिएँ भन्नेछु। र साथीहरू होइन मैले पहिल्यै सोचिरहेको थिएँ कि युट्युबमा चाहिँ एउटा यसो भिडियो हाल्छु रेगुलर भनेर। अनि त्यो गर्छु भनेर मेरो सोच चाहिँ फेरि धेरै अगाडि थियो क्या। फेरि अब त्यही सोचले पनि अनि सब्सक्राइबरहरू चाहिँ टक्क बनाएर राखेको थिएँ। मोनिटाइज गर्न चाहिँ सकिनँ त्यति बेला। किनभने अब खासै त्यति कन्टेन्ट पनि बनाउने केही पनि थिएन। अनि मोबाइल पनि कतिले थिएन। अनि त्यति बेला खासै वास्ता पनि भएन। किनभने एउटा सब्सक्राइबर चाहिँ बढाएर त्यही भएर ठिकै छ। चुकी खारा यस्तो छ है। हिउँ बवाल परेको छ क्या। अरूभन्दा मलाई हिउँको रमाइलो हेर्नलाई आएको हो। यस्तो चिसोमा हात पनि साह्रो ठिराइसक्यो। हात त रातै भइसक्यो। रातभरि गाउँबाट आयो नि त। तर चाहिँ के भन्छु भने होइन जापानमा क्या पैसा छैन यता छैन उता छैन भन्छ नि मान्छेले। अन्त पैसा पनि छ नि त छैन होइन। तर दुःख गर्ने अलिकति अब अलिक फोन गर्ने कामको लागि मिहिनेत गर्ने। म चाहिँ काम जसरी पनि गर्छु। अब काम नगरिकन हुन्न भन्नेलाई चाहिँ ल काम नपाउने भने हुन्न क्या। काम पाउँछ। काम छ क्या जति नै काम छ। अब हामीहरू के भने वास्ता गर्दैनौँ मतलब गर्दैनौँ। अनि त्यही भएर नि पाउन गाह्रो छ। तर दुःख गरेर मान्छेले मिहिनेत गर्ने मान्छेलाई चाहिँ एउटा एक्सपिरियन्स केही बटुल्नु पऱ्यो भने बटुलेको मान्छेलाई चाहिँ काम भनेर कहिले खोज्नु पर्दैन क्या। अब झन्डै लडेको क्या। किनभने अब मैले त यता होइन क्या। पहिला अब खासै मसित कम्पनीको एक्सपिरियन्स पनि थिएन क्या। यही कम्पनीको एक्सपिरियन्स बटुल्नको लागि कामको लागि भनेर बिहान 5 बजेको कामको लागि 4:30 4 बजे उठेर जान्थेँ क्या। किनभने अब ठाउँमा कम्पनीमा काम त राख्यो। अदरवाइज के भने अब त्यति हामी पर्फेक्ट हुन्न नि त। कम्पनीको बारेमा त्यति थाहा हुन जापानमा त यताउता लफडा धेरै खालि हुन्छ क्या। कहिले काहीँ फेरि जाँड खाने मान्छे आइदिन्छ राति। किन पागलहरू आउँछ ट्यापीहरू आएर बस्छन्। यो मैले आएको बसमा रेगुलर ट्यापीहरू आइदिन्छन्। अनि पठाइदिनु पर्छ। अब बस्न मिल्दैन जा भनेर। कुनै त एकदम मानिने हुन्छ नि, कुनै त जाँड खाएको आएको हुन्छ सुन्दै सुन्दैनन्। के गर्ने भन्दा अब
अलि यसो गर्छन् अनि पुलिसलाई बोलाइदिउँ यताउता मनपर्छ अनि अलिक पछि चाहिँ अलि अगाडि चाहिँ नटेर जस्तो गर्छन् किनभने तिनीहरूको नि त अलिकति ल्याङ हान्ने ऊ छ नि त बानी छ नि त अनि पछि चाहिँ बोलाएर गइदिन्छन् यस्तो बवाल हिउँ परेको छ क्या फेरि यहाँ होइन गाइस अब त्यही हो अब म चाहिँ त्यही हो जापान आएको थिएँ 1-1.5 वर्ष भइसक्यो तर पनि यही प्रगति हुनु त्यस्तै हो तर रमाइलो चाहिँ खतरा रमाइलो भइरहेछ त्यही हो त्यही अनुसार कामसाम पनि सिक्यो अब चाहिँ केही राम्रो होला सजिलो होला भाषा त सुरुमा आउँदा त त्यति होइन पढ्न त पढेको त्यति पढे पनि नेपालमा पढेको जति पढे नि नपुग्ने जस्तो हुने रहेछ क्या किनभने हामीले नेपालमा त पढ्न त पढ्छौँ अनि त्यो पढेको चाहिँ के हुन्छ भने त्यहाँ मात्रै सीमित हुन्छ कि N5 लेभलको भाषा त के चाहिँ हुन्छ र अब आएको चाहिँ मस इरास्यामा चाहिँ भने नि आउन त्यो पसलमा काम गर्न सिक्यो होइन बिचरा त्यहाँ अब एउटा दिदीले राम्रो सिकायो काम त धन्नै लडेको थिएँ म त होइन भ्लगिङ स्टार्ट गर्छु भनेर एउटा माइक पनि किनेर राखेको थिएँ क्या ब्यागमा छ अर्को गएकोको ब्यागमा छ आज ल्याउन बिर्सेछु होइन यस्तो हुन्छ नि के थाहा त अब खास अब हामी त्यति नेपाली सोच्ने बानी नै हुन्न अरू गएकोमा अस्ति यस्तो चलाएको थिएँ एउटा माइक जस्तो पनि किनिसकेको छु क्या त्यो चाहिँ के भने पछि यसो कतै रमाइलो गरियो साथीहरूसित गइयो भने यसो भिडियो बनाउन भने किनेको थिएँ तर अब यसो रेगुलर कन्टेन्ट खालको यस्तो केही बनाएर हाल्ने गर्नेछु सब्सक्राइब गरिदिनु होला यस्तो बवाल हिउँ परेको छ यहाँनिर आँखामा नि हिउँ अहिले नि हिउँ परिरहेको छ अहिले त्यहाँ देखेको छैन क्यामेरामा देख्न चाहिँ तर हिउँ चाहिँ परिरहेको छ मैले चाहिँ फेरि हेर न यस्तो मास्क लगाएर बस्थेँ काममा क्यापसाप हुन्थ्यो मास्क फाल्ने अब यो टोपी लगाएर हिँड्दा कस्तो औडा लाग्छ फेरि त्यही भएर लागेन आज एक दिनलाई झाडा यस्तो कन्ट्रोल गरिदिउँ होइन तर यस्तो मलाई हिउँ नि लागेको छ क्या किनभने हामीलाई त्यति हिउँमा बस्ने बानी होइन नि त अब म यता के अरे नेपालमा नि काभ्रे हुने ठाउँ थाहा होला हजुरहरूलाई काभ्रेको बनेपा त्यहाँ बसेको हो त्यहाँनिर खासै हिउँ कहिले परे नि छैन क्या त्यति पर्दा नि पर्दैन हिउँ परेको त मैले लाइफमा एकचोटि देखेको छु तर त्यति बेला नि बबाल हिउँ परेको छ क्या तर आज चाहिँ धेरै पछि मैले हिउँ देखेको हिउँ त देखेको तर यस्तो पर्न नि परेको थियो गएको वर्ष नि पर्न त परेको थियो तर यस्तो विधि अलिक परेको थिएन त्यही भएर त्यति बाहिर निस्केको पनि छैन आज त यस्तो हिउँमा मजाले हिँड्यो क्या अरूभन्दा नि अब त्यो है यस्तो रुल्स तोड्यो यी रातै बत्ती छ हिँड्यो केही नगर्नु होला कहीँ चाहिँ गभर्मेन्टले यहाँबाट अब कति टाढा छ भने मलाई पनि थाहा छैन म्याप हेर्दै हिँड्नुपर्ने हो म त्यत्तिकै हिँडिरहेको छु फेरि आज चाहिँ हिँडेर जाने बाटो मलाई थाहा छैन कि यसमा फेरि यो रुखहरू यस्तो बवाल देखाएको छ क्या रुखमा हेर्नु कस्तो मजाले हिउँ परेर बसेको छ भने गाडीभर हिउँ भएको छ म हिँडेको बाटो चाहिँ खासमा गलत रहेछ केटाकेटी हो होइन गाइज साथीहरू किनभने म आफै शङ्का लगाइरहेको थिएँ कि कुन गलत बाटो हिँडेको छु कि भनेर म त्यति यो बाटो हिँडेको छैन क्या अब एकचोटि दुईचोटि हिँडेको थिएँ धन्न अलिकति याद चाहिँ रहेछ ठिकै छ म चाहिँ खासमा हिउँको रमाइलो गर्दै हिँडेको मान्छे हिउँ बाटो थाहा पाएँ क्या हिउँको यो त हेर्नु न पुरै गाउँ जस्तो क्या त्यति ठुलो घर पनि छैन सानो घर छ यहाँ टक्क जाने हो मेरो फेरि यहाँ रुममा जान लाग्छ हो 40 मिनट जति लाग्छ यो टाढा छ त्यही पनि ठिकै छ नि त टेन्सन राम्रो छ भनेर हिँड्दै आएको क्या काममा पनि नत्र झ्याउ लाग्छ काम गर्नु नि हिजो तर कति काम गर्नु जस्तो लाग्छ काम त हुन्छ त्यति विधि गरेको छैन गर्न त तैपनि अब यता गएको जाने आउने सुत्नु पाउँदैन रुममा फेरि केटाहरू उस्तै पाराएको छन् फेरि हल्ला गरिदिने सुत्ताइ त भनेर कमै हुन्छ हो फेरि अब यो सिगाचुबाट चाहिँ एउटा रुम लिएर नि बस्छु होला एक्लै एउटा अब साह्रो यो साथीहरूसित बस्दा नि साह्रो झ्याउ हुने रहेछ किनभने आफूले सोचे जस्तो नहुने अब हल्ला बढ्यो भने नाइट काम गरेर सुत्न नपाइने त्यही भएर त्यो चाहिँ सोचिरहेको छु हेर देखो मात्रै यो चाहिँ पार्क हेर्नु कस्तो बवाल देखेको छ क्या फेरि यस्तो बवाल हिउँ परेको छ यहाँ चाहिँ होइन यहाँ चाहिँ सायद गाडी छैन नहिँडेर होला अब फेरि हिउँ पर्न थालिसक्यो क्या माथिबाट म चाहिँ चक्लेर खाँदै होइन मस्त क्या हिउँ हेर्दै यो चाहिँ इमर्जेन्सी फोनहरू मिल्छ यस्तो होइन हरेक जापानमा चाहिँ यस्तो यो जुन यो फोनको यो ऊ हो क्या इमर्जेन्सी फोन गर्ने ठाउँ हो त्यसमा चाहिँ वाइफाई पनि फ्री हुन्छ कतिपय ठाउँमा अब हामीहरू पहिला बस्ने ठाउँमा होइन सिम लिएको थिएन होस्टेलमा वाइफाई राख्दैन
अब घरमा त जहाँ पनि आइयो भनेर खबर गर्नु पऱ्यो फोन गर्नु पऱ्यो नि त होइन कहाँ गर्ने भन्दा यस्तो पोस्ट बक्स जस्तो हेर्दै गयो क्या कहाँ छ हेर्दै जाने वाइफाई कनेक्ट गर्ने फेरि त वाइफाई चाहिँ के हुन्छ है अब 5 मिनट 10 मिनट चाहिँ कनेक्ट हुँदा चाहिँ फेरि अलिक डिस्कनेक्ट हुँदा चाहिँ अनि फेरि पछि कनेक्ट गर्न मिल्थ्यो त्यसो गर्दै पनि चलाइयो फाइनली गाइज होइन म चाहिँ नारीमास एकीमा पनि आइपुगेँ एकी यहीँनिर छ है म आएको यही गाडी आइपुग्थेँ म हिँडेर आउनु र यो गाडीमा आउनु एकैचोटि हुन्छ क्या तर मेरो आज पैसा चाहिँ जोग्यो क्या यो हिउँमा रमाइलो गर्ने भनेर खासै धेरै त होइन 200 रुपियाँ हो तै पनि चिया खाना हुन्छ चिया खानुपर्छ गएर दुध ल्याएको छु घरमा गएर पकाउँछ दुधको चिया सरप पलाएर नेपाल बनाइदिन्छ एकी आएँ है गाइज म चाहिँ एकी आइपुगेँ साथीहरू अस्ति म टक्क ट्रेनमा जाने हो यो एकीको नाम चाहिँ नारीमास स्टेसन हो अब टक्क स्विकार छ यसलाई चाहिँ जापानको पास भन्छ पैसा चाहिँ लोड गर्ने हो दौडिने हो है त गाइज यस्तो अब मेरो इन्ट्री भयो यहाँबाट त गाइज है त साथीहरू म यस्तै अब एउटा भिडियो यसो कन्टेन्ट बनाएर हाल्ने कोसिस गरिरहेको छु यसो किप सपोर्टिङ मी त्यो भिडियो पुरै हेरेर होइन लाइक सब्सक्राइब के गर्न मिल्छ गरिदिनु होला है त राम्रो नराम्रो लागेको प्रतिक्रिया दिनु होला म चाहिँ ट्राई गर्नेछु त्योभन्दा अलिक बेस्ट दिनेछु भिडियो भनेर यहाँ चाहिँ पुरै यत्तिकै लाइन गर्छु गाइज म चाहिँ एकीभित्र छिरिसकेको छु एकीमा नि यस्तो हिउँ परिरहेको छ भने अब यस्तै हो अलिअलि कन्टेन्ट बनाएर हाल्ने कोसिस गर्नेको छु सकेसम्म रेगुलर गर्नेछु नसके यसो कहिले हप्ता एकचोटि अथवा 1-2 दिनमा एकचोटि हाल्नेछु लाइक सब्सक्राइब गरिदिनु होला ओनेगाइसिमास आरिगातो गोजाइमास फेरि भेटौँ अर्को भिडियोमा धन्यवाद।